गुड इभिनिङ। हामी छौँ चिप्लेढुङ्गामा। अहिले चाहिँ पानी पर्न लागिरहेको छ। हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। अनि पछाडि एकदम क्राउड भइरहेको छ। आज चाहिँ परालको आएको मुभी हेर्न आएको थियो। हेरेपछि अब हामी मस्त चिप्लेढुङ्गा घुम्दैछौँ। अनि पछाडिबाट चाहिँ निकिता र रोज पनि आइरहेको छ। अनि आज क्यामेरामा हुनुहुन्छ हाम्रो निशान्त दोस्त। हेलो गाइज। हेलो निशान्त। उहाँ हुनुहुन्छ निशान्त। ओके हाम्रो चाहिँ खाजा आयो होइन। अनि यो चाहिँ के भन्छ अरे त्यसलाई बफ बफ ड्राई मिक्स होइन। अनि त्यसपछि चाहिँ यो चिकन ड्राई मिक्स, अनि त्यो भेज ड्राई मिक्स, अनि अन्ली मोमो मात्रै। ल हेर्नुहोस् आज चाहिँ टिबेटन रेस्टुरेन्टमा आएको चिप्लेढुङ्गाको खाँदैछु। मुभी पनि हेरेर आएको होला नि तिमीहरू पनि हेर्छ कि। अब चाहिँ हामी खाजा खान्छौँ। ओके गाइज, मैले पनि खाएँ। हिँड्नु न, हाम्रो बोटु हिँड्नु भएको छ। दहीपुरी खान जाने अरे आज। मान्छे प्याक छ क्या आज। मान्छे प्याक छ क्या आज। ल गाइस, अहिले चाहिँ म र रोशनी चाहिँ हिँड्दैछौँ। अनि तिनीहरू दुईजना स्कुटरमा गयो। रूपा चाहिँ अलिकति हिँड्न गाह्रो हुन्छ नि त। अनि हाम्रो चिया खाने स्टेसन जुन चाहिँ हामीलाई यत्रो पोखराभरिमा चाहिँ सबै ठाउँमा चिया खायो नि चाह्यो, तर हामीलाई चाहिँ योवाला चिया मन पऱ्यो कि है, फुलदाईवाला चिया एकदम मन पर्थ्यो। आज पनि हामी यहीँ आयौँ होइन, यहीँ आइपुग्न लाग्यौँ। गाइस जहिले पनि यहाँ आउँदाखेरि पानी पर्छ। अब हेरौँ आज के हुन्छ। यी गाइस हामी ल आए अझै यस्तो अरे रोशनीले हामीभन्दा पहिला आउँछु भनेको आएनन् भनेर भन्दै थियो। अझै रोशनीले पिटिहाल्नु। हामी चाहिँ नर्मल चिया मगाएको है, नर्मलै हो, हामीलाई पनि मनपर्ने। चिया मेरो पनि चिया। चेस। मलाई भोलि अफिसमा मान्छेले त लाउन के हो यो भन्छ। फेरि हामी भन्छौँ यो ठुल्दाईको चिया चौतारी, यो ठुल्दाईको हामी जहिले पनि चिया पिउन आउने यस्तो बाहिर बसेर अब इन्जोय गरौँ भयो। पानी पर्छ जहिले मैले यहाँ पस्नुभन्दा अगाडि भन्थेँ नि यहाँ पानी पर्छ सधैँ भनेर। सेम हेर्नुहोस् ल, अब गाई जब भागेँ हामी पानी परेको त मनपर्छ कि साथीहरू, एकदम हेरेर इन्जोय गर्न मन लाग्छ। तर रोज्दा चाहिँ अब यो बेलामा भएन नि त, हामी फेरि साइडमा जान्छौँ। अब चाहिँ यहाँ कुरा के भयो भन्दाखेरि चिया खाइसकेपछि निशुले पहिला सुरु चाहिँ मोटु जादु पहिला चाहिँ यता मोटुलाई पुर्याइदिन्छ होइन। अनि त्यसपछि म र रोशनी चाहिँ हिँड्दै हामी दुईवटा साथीहरूलाई होइन पुरा मनसुनमा फेरि मनसुनको त यही हो कि मजा। लाउनु ल राम्रोसँग जाऊ। रेनकोट ओऱ्यो अनि गयो। ल साथीहरू अब चाहिँ म घर जान्छु। बाँकी मेरो कन्टिन्यू गर्छ निकिता र रक्सले। अब म चाहिँ गएँ ल मिश्रमा। बाई बाई। साथीहरू हामी चाहिँ घर आइसक्यौँ। यति पानीमा रुझ्यो। मलाई चाहिँ निशान्त दोस्तले ड्रप गरिदिनु भएको। रेनकोट लाएर आएको त हजुरहरूले देखिसक्नु भएको थियो। अनि बिचमा चाहिँ हामीले सुट गर्न मिलेन, यति ठुलो पानी परेको भएर। हामी 4 जना थियौँ है। अनि आज चाहिँ हामी गएको थियौँ नेपाली फिल्म हेर्न, परालको आगो। यस्तो राम्रो लाग्यो मलाई चाहिँ यो फिल्म। सानोमा नै हेरेको थिएँ, पहिलाको चाहिँ ब्ल्याक एन्ड व्हाइटमै थियो होला आई थिङ्क। त्यो पनि यस्तो राम्रो लागेको थियो, तर कति त्यो स्टोरी त भुलेँ होइन। तर आज चाहिँ अब मजाले क्वालिटीमा हेर्न पाएको नि, त्यो पनि रङ्गिनमा यस्तो राम्रो लाग्यो मलाई। आफूलाई मनपर्ने कलाकारहरू है, राम्रो थियो।
हजुरहरूले राम्रो छ, हजुरहरूले पनि एकचोटि हेर्न जानु होला, हेर्नुपर्छ। अब हाम्रो समाजमै भएको घटनाहरू चाहिँ यो फिल्मको स्टोरी हो मेन भनेको। अब पहिला पनि त्यस्तो हुन्थ्यो, अहिले पनि त्यस्तै हुन्छ। कस्तो हुन्थ्यो भन्दा चाहिँ अब महिलाहरू चाहिँ अब बिहा भएपछि अब पुरुषमै भर पर्नुपर्ने, अनि पुरुषहरूले जे भन्यो त्यही मान्नुपर्ने, आफ्नो भनौँ न बुढाहरूले जे भन्यो पनि मान्न पर्ने, जति अब घरेलु हिंसा सहेर बस्नुपर्ने, यो बेसमा छ यो स्टोरी चाहिँ होइन। परालको आगो अनि परालको आगो बुढाबुढीको झगडा परालको आगो योवाला छ कि स्टोरी चाहिँ हेर्नु होला। एकदम राम्रो थियो अनि इमोसनल पार्ट पनि धेरै छ, सबैको एक्टिङ राम्रो छ। अनि आज चाहिँ म निशान दोष रोशनी हामी चाहिँ फिल्म हेर्न गएको थियौँ। त्यसपछि निकिता आयो। पानी परेर भन्नुहुन्छ भने साथीहरू, ओहो हामी त यताउता यति गाह्रो भयो गर्नको लागि पनि। भ्लग चाहिँ छोटो छोटै छ आजको छ। मेरो भ्लगहरू हेरेर इन्जोय गर्नु होला, लाइक कमेन्ट सेयर पनि गर्नु होला, सपोर्ट गर्नु होला। अनि हाम्रो निकिताले चाहिँ हेरेको होइन, खासै निकितालाई चाहिँ नेपाली फिल्महरू हेर्न मन लाग्दैन। ऊ चाहिँ नेपाली फिल्म हेर्ने कुरामा एकदम चोजी छ, चुज गरेर मात्रै हेर्छ। म पनि त्यही हुन त, तर मलाई चाहिँ सुहाना थापा एकदम मनपर्ने भएको भएर पनि त्यस माथि पनि प्रकाश सपुत अनि हाम्रो हुनुहुन्छ नि मलाई मनपर्ने हाक्कु काले, यस्तो राम्रो थियो नि एक्टिङ चाहिँ। अनि मलाई चाहिँ हेर्न मन लाग्छ। गीत सङ्गीत पनि राम्रो थियो। त्यसपछि अनि हामी खाजा खायौँ, एकछिन चुपेर डुल्यौँ, अलिअलि यस्तो काँक्रा साक्रा किन्यौँ। अनि हाम्रो मिस निकिताले अलिकति हेयर कट पनि गर्नुभयो, डिजाइन गर्नुभयो भनौँ न, हेयर कट र कि हाम्रो नेचुरल चाहिँ कर्ली कपाल छ नि त, त्यही भएर खासै देखिनँ। त्यही पनि अब बहिनीको चाहिँ कपाल एकदम पातल भयो, झऱ्यो भनेर चाहिँ उसले चाहिँ हेयर कट गरिरहन्छ बेला बेलामा। ल साथीहरू, आजको भ्लग यति नै हो। फेरि पनि नयाँ भ्लगमा भेट्ने बाचा गर्दै मेरो भिडियो साथ सपोर्ट लाइक कमेन्ट सेयर गरिदिनु होला भन्दै यो भ्लग चाहिँ म यहीँ बन्द गर्न चाहन्छु। हस्त नमस्ते, शुभरात्रि।